सबैलाई जय नेपाल। मलाई देख्ने बित्तिकै सबैले छोड्ने गर्छन्, बिबी बाबु स्वर्गबाट कहिले आउनुभयो भनेर। तर आजसम्म कहाँ थिए थाहा छैन। आज भने बल्ल स्वर्ग आइपुगेको छु। वास्तवमा यो रुकुम जिल्ला त प्रकृतिको विश्वको एक स्वर्ग रहेछ। त्यसो त जीवित हुँदै पनि मलाई यहाँ आउन धेरै मन लागेको थियो। बाटोघाटो थिएन, पैदलै आउँ भने स्वास्थ्यले दिएन। पछि छुचिललाई भनेर नेपालगञ्जबाट एउटा टिकट मिला भनेको थिएँ। उनले अखण्डै प्रयास गरेछ। बिचरा 3 दिन 3 रातसम्म नेपालगञ्ज एयरपोर्टमा सुतेछ र पनि एउटा टिकट मिलाउन सकेनछ। त्यस्तो छोजो मान्छे पनि पछि नेपालको प्रधानमन्त्री भयो भनेको सुन्दा छक्क परे म। जे होस्, आफूले स्वर्गीय उपाधि पाएको 40 वर्षपछि यो स्वर्ग आइपुगेको छु। तपाईहरू सम्पूर्ण स्वर्गवासी भाग्यमानीहरूलाई भेट्ने मौका पाएको छु। मलाई धेरै खुसी लागेको छ। मलाई छोटो बोल्नु भनेको छ। यसरी भावनामा बग्यो भने लामो हुने सम्भावना छ। त्यसैले मैले लेखेरै ल्याएको छु, त्यो पढेर सुनाउँछु। अचेल त लेख्न पनि यस्तो भानुमा मिल्दो रहेछ। म सुनाउँछु। मलाई काठमाडौँ अवतरण गर्ने बित्तिकै छिस्नु पानीका भाइहरूले च्यापै समातेर स्वर्ग जाउँ बिबी बाबु भनेर ल्याए। साह्रै ठिक गरेछन्। म उता यमलोकतिर हुँदा सुभाष नेम्माङ भाइले छिस्नु पानीको बारेमा खुब कुरा गर्थे। त्यही भएर पनि यिनीहरूसँग हिँड्न मन लागेको थियो र आए। 2 दिने गाडीको यात्रा, देशको परिस्थितिका बारेमा ट्रान्सपरेन्सी र छिस्नु पानीका भाइहरूले सुनाएका कुरा, म आएको थाहा पाएर केही नेताहरूले पत्रकारहरूले मेरो मोबाइलमा पठाएका म्यासेज तथा प्रश्नहरू, तिनीहरू सबैलाई यसमा रिपोर्ट गरेर ल्याएको छु। तर मलाई आकाश पताल जोडेर कुरा गर्न, चुर्किला भनेर हँसाउन, छट्टु कुरा गरेर गरेको काम गरे भनेर गर्न नसक्ने काम गर्छु भनेर गफ दिन आउँदैन। छिस्नु पानीको जस्तो हास्य व्यङ्ग्य गर्नु पनि आउँदैन। तर पनि छिस्नु पानीले नै भनेपछि त बोल्नै त पर्यो नि भनेर आए। त्यसैले मलाई सोधिएका प्रश्नका उत्तर पनि म यही सभाबाट दिन्छु। पानी कस्तो खोकी लागेको, फेरि मर्छु कि क्या हो? जस्तै एउटा प्रश्न छ। कसले भने मैले स्थापना गरेको, हुर्काएको, बढाएको पार्टीका बहालवाला सभापति रहेछन्। उनले लेखेका छन्, तर अक्षरै खासै बुझिँदैन। भोइस मेसेज पनि पठाएका रहेछन्। नेटवर्क नमिलेर हो कि किन हो, खोचो 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 भनेको मात्रै सुन्छु। उनले भन्न खोजेको चाहिँ के अरे भने उनी मेरो सपना पुरा गर्न चाहन्छन् अरे। तर मैले भने जस्तो प्रत्येक जनताका घरमा एउटा दुधो गाई हुनुपर्छ भन्ने कुरा चाहिँ पुरा गर्न सक्दैनन् रे। किनभने अहिले नेपाली जनताले गाई पाल्नै छाडे। मान्छेहरू पाकेटका दुध खान्छन्। दुध पनि खासै खान छाडे। जाँड रक्सी धेरै खान्छन्। गुड्का र भोला खान्छन्। यस्तो अवस्थामा तपाईँको सपना कसरी पुरा गर्न सकिएला बाबु भन्छन्। प्रश्न सुनेर मलाई एकदमै खुसी लाग्यो। तपाईँ जस्तो योग्य, दूरदर्शी,
भिजनरी मान्छे मैले स्थापना गरेको पार्टीको सभापति बनेको थाहा पाएर मेरो आत्माले शीतल भयो। तपाईँ खुब अध्ययन गर्नुहुन्छ, बहुत धेरै साहित्यिक कृतिहरू लेख्नुभएको छ, उच्च स्तरको बोल्ने क्षमता छ, शैली छ, तर्क गर्ने क्षमता त कति छ। नाकको टुप्पोमा रिच बोकेर हिँड्नुहुन्छ, जादुगर हुनुहुन्छ, पत्रकार कार्यकर्तालाई ठाठरै हप्काउन सक्नुहुन्छ, कहिले पार्टी नै फुटाइदिनुहुन्छ, हनुमानहरू मात्र वरिपरि जुटाउने तागत छ, प्रश्नहरूसँग सामना गर्नै पर्दैन, कार्यकर्ताहरूसँग राम्ररी बोल्नै पर्दैन, कम्युनिस्टहरूलाई काँधमा बोकेर पालो प्रधानमन्त्री बनाउनुहुन्छ र त जिन्दगीभरि पार्टी सभापतिमा तपाईँ नै रहिरहनुहुन्छ, चुनाव तपाईँ नै जित्नुहुन्छ, पटक पटक प्रधानमन्त्री हुन सफल हुनुहुन्छ। तपाईलाई प्राप्त यो अद्भुत क्षमता र सफलता देखेर म हायल कायल छु, नतमस्तक छु। तपाईलाई मेरो कोटि कोटि प्रणाम छ। साँच्ची तपाईलाई प्रजातान्त्रिक समाजवाद भनेको के हो भन्ने कुरा थाहा छ? हुन त सुवर्णजी, गणेशमानजी, किशुनजीहरूले व्याख्या गर्ने गरेको प्रजातान्त्रिक समाजवाद अफ्ताब आलमजी, चिरञ्जीवीजी, गोविन्दराजजी, खाँडजी जस्ता जीहरूलाई बुझाइहाल्नुभयो। त्यसैले तपाईँको प्रश्नको उत्तर दिन म सक्षम छैन। अर्का एकजना नेता मभन्दा त्यस्तै 30 वर्षपछि जन्मेका, उनलाई सबैले बा भनेर छन्। हो तिनै बाले छोड्नु भएको छ बिपी बाबु। ऊ बेला त तपाईँ मेरो घाँटी राजासँग जोडिएको छ भन्नुहुन्थ्यो, अझै पनि जोडिराखेकै छ कि टुट्यो? बडो रमाइलो प्रश्न। कुरा ठिकै हो, मैले मेरो घाँटी राजा वीरेन्द्रसँग जोडिएको छ भनेकै हो। पछि उनलाई पनि मारे, मेरा सपना पनि मारे। अहिले उनको आत्मा र मेरा सपनाको आत्मा दुवै भड्किएर सँगसँगै यही नेपालको आकाशमा घुमिरहेका छन्। त्यही दोषले गर्दा देशमा एउटा राजाका ठाउँमा हजारौँ राजा जन्मिएका हुन्। तपाईहरूले अलि विचार मिलाएर काम गर्नुभएन भने हाम्रा आत्माहरूले छरापेर 84 सम्ममा तपाईहरू पाताल पुग्नुहोला। विचार गर्नुहोस् भन्ने। बरु तपाईहरूको विदेशी दलालहरू, तस्कर, माफिया, कालाबजारी र भ्रष्टाचारीहरूसँग घाँटी जोडिएको छ भन्ने सुन्छु। त्यस्तो होला र? होइन होला, मलाई त्यस्तो लाग्दैन। सिस्नुपानीका एकजना सदस्य के दबाडीले अलि बुझिएन, त्यो 1 किलोमिटर जति नाक भएका छन् नि। के दबाडी? ए चक्र दबाडीले बाटोमा सोधेका थिए, 4 दशकपछि नेपाल आउनुभयो, देशमा के परिवर्तन देख्नुभयो त बिपी बाबु भनेर। हेर्नुहोस् चक्रबाबु, देश अदूरदर्शी पदलोलुप नेताहरूको चक्करमा नपरेको भए धेरै विकास हुने रहेछ भन्ने अनुभव गरेँ। जति नगरे पनि, जति भ्रष्टाचार गरे पनि, जति ढिलासुस्ती गरे पनि केही न केही त भएको देखेँ। गाउँ-गाउँमा सडक पुगेछन्, अति दुर्गम भनिने कडालीमा समेत सबै सदरमुकाममा मोटर बाटो पुगेको, स्कुल अस्पतालहरू धेरै बनेको, ठाउँ-ठाउँमा नयाँ ठुला सहर बजार खुलिसकेको, वैदेशिक रोजगारीले पनि होला जनताको जीवनस्तर निकै राम्रो भएको देखेँ। जनताको औसत आयु पनि बढेछ। सुकिला बुकिला लुगा कपडा लाउने, 2 छाक खान पाउनेहरूको सङ्ख्या पनि निकै बढेछ। मानिसहरूको चेतनाको कुरा गर्दा चेतना पनि वाक्कै बढेछ। जनतामा पहिला जस्तो डर त्रास रहेछ, बोल्न सक्ने भएछन्। जनताका छोराछोरी राष्ट्रको सर्वोच्च पदमा पुग्न सक्ने व्यवस्था आएछ। हुँदै नभएको त होइन रहेछ। राजनीतिक स्थिरता भएको भए, नेताहरू इमान्दार भएको भए, जनताले लोभ लालचमा नपरी विवेक पुर्याएर भोट हाल्न जानेको भए कति राम्रो हुन्थ्यो होला। तर के गर्नु,
भ्रष्टाचार र राजनीतिक विकृति छुगुर फारमको साग जस्तो हलक्कै बढेको रहेछ। सत्ताका लागि न सिद्धान्त न कुनै आदर्श केही नचाहिने भएछ। सरकारमा जानु सबै पार्टीको र नेताको एकमात्र लक्ष्य रहेछ। देश कसरी बनाउने भन्ने कसैको पनि एजेन्डा छैन। एउटा चुनाव सकेको भोलिपल्टदेखि अर्को चुनाव तयारी सुरु। हेर्नु न, कुरा नसिको सकेको छैन, भोलिपल्टदेखि मिसन 84ले थुक्क भनेर भन्न मन लाग्छ, तर मेरो मर्यादाले दिँदैन, नत्र थुक्क नै भनिदिएको छु। गुटै गुट जताततै काङ्ग्रेसभित्र 10वटा गुट, कम्युनिस्टभित्र 20वटा गुट, एउटाले अर्कोलाई छट्टो छराप गरेको छ। यो देखेर चाहिँ मलाई पनि साह्रै विरक्त लाग्यो। जता पनि बिचौलियाहरूको बिक्री देख्छु। नियम कानुन मात्र होइन, सरकारकै बिचौलियाले बनाउँछन् भनेको सुन्छु। यस्तो हो र? होइन होला, होइन होला। तपाईँहरूका त्रिनेता पनि बडा अजीब अजीबका रहेछन्। भित्रभित्रै मकाइसकेका आन्द्रा भुँडी हल्लाउँदै आफूलाई युवा देखाउन भत्ल्याक भुँडी हल्लाउँदै मनिर्वाह गरिरहेछन्। कोही आफ्नै पार्टीको अधोगति रोक्न नसक्नेले विश्वयुद्ध रोक्छु भन्दै फाँफा र फुफु गर्दै दौडिरहेछन्। अर्का ज्योतिषीले 7 पटक प्रधानमन्त्री हुन्छ भनेको त माथि नै कुचितो गाडिसकिएको छ। हुन पनि अचम्मै रहेछ। देउबा रहेछन् आफन्तको मात्रै कुरा सुनेर बिग्रेका। प्रचण्ड रहेछन् जसका पनि कुरा सुनेर बिग्रेका। अनि ओली रहेछन् कसैका पनि कुरा नसुनेर बिग्रेका। यी तीनैजनाबाट यो देश बन्छ, मुलुकको छिट्टै विकास हुन्छ, कायापलट हुन्छ भनेर म ढुक्क भए टङ्कबाबु होला त। एउटा अर्को प्रश्न सोधेकी रहेछन्, धेरै छैनन् प्रश्न। त्यो के नाम? ज्योति मगर नामकी नानी। मेरो टिकटक हेर्नुभयो बिपी बाबु भनेर। खोइ हेरे भनौँ कि हेरिन भनौँ, नहेरे पनि देखिगयो। सामाजिक सञ्जाल भन्ने आएको रहेछ अचेल। जसले जे लेखाए पनि हुने, जसले जे देखाए पनि हुने, यो पनि विकासतिर अघि बढेको त होला नि, मैले ठम्ब्याउन सकिनँ। वाक स्वतन्त्रता भन्दा पनि माथि वाक्क स्वतन्त्रता भन्नेमा पुर्याएछन् देशलाई। सिस्नु पानीले 5 मिनटमा सक्नु भनेको थियो, तर पनि उति टाढादेखि आएपछि अलिकति बढी बोलेको भए माफ दिनु होला। मलाई यहाँसम्म ल्याएकोमा सिस्नु पानीलाई पनि धन्यवाद छ। फेरि पनि यस्ता कार्यक्रममा मलाई नबिर्सिनु होला। अर्कोपल्ट आउँदा यो देशको समृद्ध भएको देख्न पाइयोस्, भविष्य भ्रष्टाचारको अन्त भएको देख्न पाइयोस्, लोकतन्त्र बलियो भएको देख्न पाइयोस्, लोकतन्त्रको फल दूर दराजसम्म उज्यालो रूपमा पुगेको देख्न पाइयोस्, प्रकृतिको स्वर्ग तपाईँहरूको यो रुकुम भौतिक विकासमा पनि स्वर्ग बनोस्। सबैलाई धेरै धेरै धन्यवाद छ। जय नेपाल। बीपीको सपना बिगार्नेहरूलाई मुर्दाबाद। बीपीको क्यारिकेचर गर्ने चक्र दवाडीलाई धन्यवाद। चक्र दवाडीको लागि जोरदार ताली बजाउनुहोस्। हामीलाई पूर्ण ओलीले यो पश्चिम आहा सञ्चार